यदि हामीहरूको जिन्दगीमा नराम्रो बानी बेहोराहरू छ अनि हामीले सच्याएका छैनौँ भने हाम्रो जिन्दगीमा नेगेटिभ सोच विचारले मजाले एन्ट्री पाउँछ। अनि त्यसै गरी अर्को चाहिँ कस्तो कन्डिसनमा हुन्छ भने शैतानले हामीलाई एट्याक गरेको कन्डिसनमा विशेष गरी नेगेटिभ सोच विचारहरू हाम्रो दिमागमा अत्याचारै आउने गर्छ। हो, हामीहरूले वचन अनुसारको जीवन जिउने कोसिस पनि गरिरहेका हुन्छौँ, गलत कुराहरू हामीले हेर्दैनौँ, गलत साथीहरूबाट पनि हामीहरू टाढा बस्छौँ, सबै कुराहरू ठिक छ, तर पनि हाम्रो हृदयमा अनि दिमागमा चाहिँ नेगेटिभ सोच विचारहरू आउँछ भने चाहिँ यो चाहिँ शैतानले गरेको एट्याक हो। यो चाहिँ विशेष गरी यदि हामीहरू कुनै पनि कुरामा व्यस्त छौँ भने यस्ता सोच विचारले हामीलाई सताउँदैन। जब हामीहरू प्रार्थना गर्नको निम्ति बस्छौँ, बाइबल अध्ययन गर्नको निम्ति बस्छौँ अनि चर्च जाने भनेर चर्चमा बसिरहेका हुन्छौँ, त्यो बेलामा चाहिँ अत्याचारै नेगेटिभ सोच विचारहरू विशेष गरी यहाँ दिमागमा आउने गर्छ। यस्तो नेगेटिभ सोच विचारबाट छुटकारा प्राप्त गर्नको निम्ति एकदमै सजिलो चाहिँ छैन, किनभने हो एट्याक हो भने त हामीले प्रार्थना गर्छौँ, परमेश्वरको वचनमा विश्वासको साथ त्यसलाई दाबी गरेर त्यसलाई निक्ली भनेर भन्छौँ भने त्यस्ता सोच विचारहरू निक्लेर जान्छ। होइन, हामीमा नै कमी कमजोरी छ, हाम्रै बानी बेहोरा नराम्रो छ, हाम्रै कारणले गर्दाखेरि चाहिँ यो नेगेटिभ विचारहरू फस्टाएर गइरहेको छ भने चाहिँ यो कुरा हटाउनको निम्ति चाहिँ अलिक गाह्रो चाहिँ हुन्छ, तर असम्भव भन्ने कुराहरू चाहिँ हुँदैन। यसको लागि हाम्रो मेहनत 100% हुनैपर्छ। यो चाहिँ प्रार्थनाले मात्रै हुने कुराहरू हुँदैन, हामीले प्रयास गर्नुपर्ने हुन्छ। नराम्रो बानी बेहोरा छ, हटाउनुपर्छ, हामीहरू गलत कुराहरू हेर्छौँ, त्यो कुरा हेर्नको निम्ति छोड्नुपर्छ।